टु माई ब्लग। आज चाहिँ हामी चाहिँ हाम्रो नम्बर्नीकोमा भेला छ, त्यही भएर हामी नम्बर्नीकोमा जाँदैछौँ है। ल एकछिनमा भेटौँला। ल नम्बर्नीकोमा आएको त नम्बर्नीले त सबै फ्रुटहरू खानेकुरा कति मजाले सजाएर राखेको रहेछ क्या। मजाले बनाएछ है। ल आज त यहाँ बार्बिक्यू सुरु भयो दाइहरूको काकाहरूको। लु यता हेर्नु त। फुल त कति राम्रो हो। होइन है हाम्रो नम्बर्नीको कला। लु फुलै फुल घरैभरि। हाम्रो खाना चाहिँ सुरु भयो। यो चाहिँ मेरो नम्बर्नीले बनाएको लस्सी होइन यो म्याङ्गो लस्सी। ल म्याङ्गो लस्सी है। आज हाम्रोमा बार्बिक्यू हुँदैछ। हाम्रो काकी काकी यहाँ है आज बार्बिक्यू गर्ने चाहिँ नम्बर्नी। नम्बर्नी दाइहरू है यहाँ। यता नम्बर्नीहरू आफ्नै गफमा लु खाँदै सबैजना। ल यो चाहिँ हाम्रो नम्बर्नीको घरमा भएको प्लम होइन साथी। ल ल मेरो साथीले टिपेर खाँदैछ है। ल खाऊ त। ल भन त कस्तो छ। कस्तो मिठो मिठो स्विट। ल हजुरले पनि चाख्नुहोस् त कस्तो मिठो साँच्चै। ल है सो यम्मी। यो त भित्र रहेछ नि त। कस्तो मिठो हो साँच्ची। यति मिठो पलाउ त खाएको थिएन। साँच्ची हो? हो साँच्चै। कच्चा खाइदिनु त अरूलाई पनि। ल टिप नि त। यो ठुलो खाले पनि रहेछ फेरि। ल आउनु न यहाँ सबैजना खानु। ओमागा कस्तो गुलेलो यति गुलेलो पलाउ त मैले खाएको थिएन हौ साँच्चै होला। प्लम खानु आउनु होला मेरो नम्बर्नीकोमा। यति धेरै फलेर रहेछ होइन। लु ल ए ल भयो। ल फेरि अर्को नम्बर्नी आयो। के टिप्नु आँट्यो यो यताबाट पोटकै आउँछ। ल यहाँ चाहिँ पियर्स है। यो चाहिँ लु हाम्रो साथीको लु पियर्स। ल भन त साथी। ल खाऊ त कस्तो छ यो पियर्स। साख्नु खाऊ खाऊ। काकी त मिठो रहेछ है। यो पनि मिठो रहेछ हो अन्त आएको छेउमा के हो। ल ल यहाँ हेर्नु है पियर्स खाने हाम्रो काकीले अब चाख्नुहुन्छ। ए आफू होइन होइन प्लम। रिता ए रिता खाऊ त मिठो रहेछ। मिठो छ। किरा त छैन अन्त यस्तो गुलियो होइन क्या। यति गुलियो प्लममा त लाग्छ खाँदैन। ठिक्क खाने बेला भयो रहेछ क्या यो। काकी खानु खानु। ल आम्मामा है आम्मामा यो पियर्स पनि कत्रो कत्रो। ल फुटे नखाने मान्छे ए हेर्नु है। ल फुटे खानु गर्नु है। ल ल दाइ कस्तो छ भन्नु त। कस्तो छ भन्नु त। प्लम कस्तो छ। चिनी हाले जस्तै छ बहिनी। है गुल्लो के। ल त पछाडिको पियर्स पनि हेर्नु न त्यहाँ ऊ त्यहाँ। यो पियर्सको पात र त्यसको पात एउटै देख्छु म। होइन अलिकति फरक छ दाइ। एप्पल जस्तो होइन यो फेरि कति मजाले सानोमा फल्दो रहेछ क्या। ल हामी चाहिँ अब खाना खानु थालेको। ल अब यहाँ बुढाको अचारसँग खाना खाँदैछौँ। ल हाम्रो नम्बर्नीहरूको रिभ्यू है। लु ल कस्तो भयो। लु बुढाको अचार मैले आज कोसीले ल्याइदिएको नम्बर्नीहरूलाई। ल ल भन्नु बुढाको अचार कस्तो हो। यो बुढाको अचार मिठै होला। भन भन साथी। सोध्दैछ उसले। ल भन त कस्तो भयो। कस्तो भयो अरे टेस्ट कस्तो छ भन त। चाख्यो ए हो। ए खोइ अरूले चाहिँ
ल बुढाको अचार टेस्ट गर्नु हैन ल्याइदिनु अब कसैले खानु पायो ल हामी चाहिँ खाना खाएको है ल अब है नेपालमा बस्छ ल ल यता ल यता हाम्रो नम्बनी चाहिँ अब है अस्ति अब यत्रो ठुलो बिमारबाट निस्केको हो क्यान्सरबाट र नम्बनीलाई चाहिँ धेरै धेरै बधाई हाम्रो है नम्बनीको तर्फबाट दाइलाई पनि है यो भनेको एउटा ठुलो उयो हो क्या एचिभमेन्ट हो अनि है अब चाहिँ अब सिनियर दाईहरूबाट अनि नम्बनी सिनियर दाई र नम्बनीबाट सुरु गर्नु है ल नम्बनी दाई र नम्बनीलाई चाहिँ अब यसो के ल बधाई है स्ट्रङ हुनु नै सबभन्दा ठुलो बुढो कुन धेरै ठुलो हात छ होइन हाम्रो नम्बर सबै धेरै धन्यवाद बुढो बहिनी यो यसलाई चाहिँ हामीलाई धेरै के अरे हामीलाई पनि प्राउड बनाउँछ त्यही हो है बहिनी अब यो त धेरै त के भन्नु धेरै धन्यवाद सबैलाई दाई ओ दाइलाई चाहिँ हुस्किदिनु न तिमीले दिउ न फुल तिमीले हो नि त यहाँ ल यो ल ल सबैजनालाई भनौँ न त ल बधाई छ ल है ल ल यसरी नै हेल्दी हुनु स्ट्रङ हुनु है हो दाइ ल अब हामी चाहिँ सबैजना घर लागेको है ल बाई बाई सबैजनालाई अर्को ब्लगमा भेटौँ ल सी यू